आज चाहिँ हाम्रो सु फल्स जाने दिन यसो काचाकुचुक त्यत्तिकै प्लान बनाइदिएर हेरिदिन लागेको हावा भोलि छुट्टी छ भनेर आज यत्तिकै ऱ्यान्डमली प्लान भयो हाम्रो चाहिँ सु फल्स जाने। अनि हाम्रो घरबाट चाहिँ सु फल्स जानलाई कति टाइम लाग्छ भन्दा 3 to 4 hours जस्तो लाग्न सक्छ। लाग्दैन 2 hours 52 minutes भनिन्छ कि होइन त्यो त त्यहाँ उसमा पुग्नुलाई भनेपछि 3 hours लाग्छ। अनि फेरि एउटा ठाउँमा चाहिँ चार्ज गर्नलाई रोकिनुपर्छ। त्यहाँ चाहिँ 18 minutes रे 18 minutes भने त अरू बेलामा पनि ग्यास स्यास हाल्दा यताउता गर्दाखेरि त गइ नै हाल्छ नि। अनि यो चाहिँ हाम्रो फर्स्ट रोड ट्रिप हुन लागिरहेको छ टेस्लामा हैन। टेस्लामा फर्स्ट रोड ट्रिप कस्तो हुँदो रहेछ हेरौँ। हाम्रो अपडेटमा चाहिँ हामी चलिरहेछौँ। अनिखेर बाटो चाहिँ अब यस्तै हो, ट्रकहरू चलिरहेछ। अनि अलिकति त्यस्तो धेरै बिजी त छैन, तर उताबाट आउने चाहिँ अलिक बिजी छ। यताबाट जाने त्यस्तो अलिक बिजी छैन समर भएको भएर। अनि अब हामी चार्जिङ स्टेसनमा पुग्नुपर्छ। त्यहाँ पुग्दा चाहिँ 22%मा पुग्छ भनेको छ। त्यो भनेको मजाले टन्ने हो 22% भनेको। अनि यहाँ बाटो चाहिँ रमाइलो छ अहिले चाहिँ, पुरै अब सिधा छ बाटो चाहिँ एकदम। त्यस्तो घुमाउरो त्यस्तो एकदम धेरै छैन, सबै सिधा बाटो हो। तर पनि ग्रिनरी एकदम छ अहिले चाहिँ। विन्टरमा हो भने चाहिँ पुरै हिउँ बाइक केही देखिँदैन थियो, तर अहिले चाहिँ राम्रो भएको छ हेर्नको लागि, आँखाको लागि पनि। अनि एक्लै पनि छैन भने जस्तो हुँदो रहेछ अलिअलि गाडीहरू चल्दाखेरि चाहिँ। नत्र चाहिँ यो बाटोमा केही चरोमुसो नि हिँड्दैन विन्टरमा चाहिँ। अहिले एकदम रमाइलो छ, वेदर पनि राम्रो छ, घाम लागिरहेछ। यस्तै छ अनिखेर साथीहरू। ओके हाम्रो रोड ट्रिप चाहिँ अझै पनि कन्टिन्यू भइरहेको छ। आधी बाटो पुगियो। रोडहरू चाहिँ त्यस्तै छ, सिधाको सिधा, वरिपरि केही छैन। टेस्लाको सुपर चार्जर खोज्दैछौँ। आधी बाटोमा आइपुग्यौँ। धेरै गाडी त रहेनछ, एउटा मात्रै चार्ज गरेर बसिरहेछ। यो चाहिँ हो हाम्रो गाडी। अनि यहाँ हुनुहुन्छ मेरो बुढा। अनि हामी चाहिँ अब टेस्लाको चार्जिङ स्टेसनको सुपर चार्जरमा चार्जिङ हाल्यौँ। त्यसपछि अब हामी भित्र जान्छौँ अनि केही खान्छौँ, के छ किन्नलाई हेर्छौँ। सानो ठाउँ रहेछ यहाँ चाहिँ, अनि धेरै गाडी पनि छैन, एउटा मात्रै टेस्ला पार्क गरेर बसिरहेको रहेछ चार्जमा।
आधी घन्टा जस्तो चार्ज गर्नु भनेछ अनि हामी अब यतिकै घुम्दै बस्छौँ। अनि भित्रबाट चाहिँ यो यसरी देखिन्छ कि हाम्रो चार्जरसँग कनेक्टेड छ गाडी भनेर। अनि यसको पेमेन्ट चाहिँ हामी सबै मेरो फोनको एपमा जोडिएको छ अनि त्यही भएर जति टाइम चार्ज गर्छौँ अनि जति कस्ट लाग्छ त्यो चाहिँ कार्डबाट एपबाटै लाग्छ। हामी चाहिँ अझै पनि चार्जिङमा बसिरहेको छौँ अनि त्यसपछि यहाँ मेरो बुढा चाहिँ गेम खेल्दै हुनुहुन्छ टाइम पास गर्नको लागि। रङ वे भयो अरे। गाडी चलाउनु त सजिलो हुन्छ त कतै गाह्रो भएको रङ लगाएर भत्काइदिस् ल 25 मिनट्स। हामी चाहिँ भर्खरै गाडी चार्ज गरेर निस्क्यौँ। गाडी चाहिँ 80% चार्ज गऱ्यौँ अनि ग्यास स्टेसनमा गएर कफी खायौँ, बाथरुम युज गऱ्यौँ, स्न्याक्स किन्यौँ अनि त्यसपछि अब हामी जाँदैछौँ। अनि हामीलाई चाहिँ लगभग त्यहाँ चार्ज गर्नलाई चाहिँ 20 मिनट्स जस्तो लाग्यो। 20 मिनट्स भनेको त ठिकै हो। अनि $17 समथिङ चाहिँ चार्ज गऱ्यौँ। ग्यास हालेको भए चाहिँ $50 लाग्ने रहेछ हामीलाई। त्यही भएर अहिले चाहिँ इलेक्ट्रिक कार नै मन पर्न थालेको छ हामीलाई चाहिँ। जस्ट अलिकति एक्स्ट्रा टाइम चाहिँ कुर्नुपर्छ चार्ज गर्ने ठाउँमा चाहिँ। ग्यास हालेर हिँडिन्थ्यो होला तर त्यसो ठाउँमा चाहिँ अलिक 15 मिनट चाहिँ कुर्नु पऱ्यो तर पनि हाफ चाहिँ फेरि सेभ भयो। पैसामा चाहिँ अलिकति सेभ हुन्छ अनि टाइम चाहिँ त्यस्तै 15-20 मिनट जस्तो एक्स्ट्रा लाग्ने हो, त्यस्तो धेरै त होइन। फोन चलायो होइन यताउता हेऱ्यो गर्दा गर्दा टाइम चाहिँ फेरि बितिहाल्छ। गर्दाखेरि त्यो टाइम गइहाल्छ एकैछिनमा धेरै टाइम लाग्दैन। अनि यदि एकदमै भयो भने तर यहाँ युट्युब नेटफ्लिक्स हुन्छ मजाले हेरेर बस्दा नि हुन्छ, गेम्सहरू हुन्छ गेम खेलेर बस्दा हुन्छ, त्यस्तो बोरिङ हुँदैन। त्यतिकै कुराहरू बस्ने भन्ने हुँदैन। लेक रहेछ गोप्रोमा चाहिँ क्याप्चर हुन्छ कि हुँदैन त्यहाँ चाहिँ लेक छ। सेकेन्ड टाइम आएको छ। टेस्लामा रोड ट्रिप गरेको चाहिँ हाम्रो फर्स्ट टाइम हो। फर्स्ट टाइम भन्दा हुन्छ किनभने पहिला सुरुमा किनेको बेलामा चाहिँ डिलरसिपबाट लिएर आउँदाखेरिको त त्यस्तो धेरै राम्रोसँग एक्सपिरियन्स गर्न पाएनौँ। यो चाहिँ अब गाडी किनिसकेपछिको चाहिँ हाम्रो फर्स्ट प्लान्ड रोड ट्रिप हो। अनि यो ठाउँमा चाहिँ हामी सेकेन्डचोटि आएको है। अगाडि त्यहाँ आएको थियौँ। गाडीमा बस्दा बस्दा पनि थक लाग्यो जस्तो फिल भयो र आँखामा निद्रा लाग्यो जस्तो भइरहेछ। त्यही पनि साइडमा बसेको ड्राइभरलाई पनि फेरि निद्रा लाग्ला भनेर गीत बजाउँदै
गर्दै निस्किरहेको छौँ। कस्तो भइरहेछ त आफ्टर नि? आफ्टर नि रमाइलो भयो, तर यदि लङ ट्राभल गर्ने हो भने चाहिँ सेल्फ ड्राइभिङ चाहिँ मस्ट रहेछ है। हाम्रो चाहिँ ठ्याक्कै हिजो मात्रै सेल्फ ड्राइभिङको सब्सक्रिप्सन सक्यो, अनि रिन्यू गरेनौँ क्या हामीले। अनि यो प्लान चाहिँ फेरि एकदमै अचानक बनेको भएर एक दिनको लागि त के लिनु होइन। हामीलाई फेरि डे टु डे उसमा चाहिँ चाहिँदैन सेल्फ ड्राइभिङ त्यस्तो धेरै काममा, अनि सपिङ यताउता जानलाई नजिक नजिक नै छ। अनि सेल्फ ड्राइभिङको धेरै युज नभएको भएर चाहिँ अनि हामीले अब यो मन्थदेखि चाहिँ नलिने भनेर क्यान्सल गरिदिएको। लङ ट्रिपको लागि चाहिँ हेल्पफुल हुने रहेछ यदि लियो भने चाहिँ होइन। सजिलो हुने रहेछ ड्राइभ गर्नलाई, भन्नाले ड्राइभै गर्नु पर्दैन। तर अब यो नलिँदाखेरि चाहिँ अब सेम नर्मल गाडी जस्तै फिल हुँदो रहेछ क्या। यो पनि गर्नु परिरहेछ, त्यो पनि गर्नु परिरहेछ, यता पनि हेर्नु पऱ्यो, ग्यासको पनि म्यानेज गर्नु पऱ्यो, ब्रेक थिच्नु पऱ्यो होइन। हेलो हेलो हेलो, गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी आइपुग्यौँ फल्सको फल्स पार्क। अनि यहाँ चाहिँ आज अलिकति वेदर चाहिँ चिली चिली भएर हावा लागेर, तर काम पनि लागेको छ। चिली चिली भनेर चिल्ली चिल। अनि अब यहाँको जाने बाटो चाहिँ यता छ, पार्किङ यता गऱ्यौँ हामीले। अनि यहाँबाट यस्तो देखिन्छ, अलिक पानी चाहिँ सफा चाहिँ छैन, तर पनि पाहाडको मान्छेहरू यताउति भेला भएर चाहिँ हिँडिरहेको छन् होइन। बाइकिङ गर्नेहरू, यसो बिहान मर्निङ वाक गर्नेहरू। अनि पहिला पनि एकचोटि त हामी आएको हो होइन। अनि यहाँ चाहिँ अब हल्का म्युजियम टाइपको अथवा यसको बारेमा, अनि क्याफे स्याफे, बाथरुम जाने भने पनि सबै यहीँ रहेछ। यहाँबाट चाहिँ हिँड्दै जानु, फल्सको चाहिँ आवाज आइसक्यो, यहाँबाट आइसक्यो। नाइग्रा फल्स जस्तो ठुलो त छैन, तर ढुङ्गा रहेछ, राता ढुङ्गाहरू। मान्छेहरू हेर्न आइरहेको रहेछन्, फोटो खिच्ने। सानो जस्तो लाग्छ, तर पनि एकदमै घुम्ने नै ठाउँ रहेछ एउटा। फल्स आएको बेलामा ल्याएन नि, त्यस्तो हावामा त ढलिहाल्छ होइन। ब्यागमा छ, तर त्यो अड्डिँदैन। मान्छेहरू त्यहाँ देख्नुभयो भने त्यहाँ पुग्यो, मान्छेहरू फोटो खिचिरहेको छन्। कति एडभेन्चर गर्न रुचाउने होला नि त है। ए ल, पानी चाहिँ सफा चाहिँ छैन, तर पनि अलिकति यस्तै हुने चाहिँ रहेछ है। तर अलिकति खत्रै उयो हो, यहाँ वरिपरि कहीँ पनि यस्तो छैन। अनि यहीँ आएर चाहिँ यो रातो ढुङ्गा होइन, रातो ढुङ्गामा अनि पुरा पानी बगाएको छ क्या होइन। यो के अरे क्याननको भाइब्स आउने छ यो ढुङ्गा हेर्दाखेरि चाहिँ होइन। कस्तो पानी उडेको भाइ, खर पानी भने जस्तो मुखमा त्यस्तो लागेन। पानी चाहिँ कस्तो सफा भएको भए कति राम्रो हुन्थ्यो होला यो। यो चाहिँ यहाँ माथिसम्म जानु मिल्दो रहेछ हिँडेर, यो भर्याङ रहेछ। तर यो हावा लागेर चाहिँ आज चाहिँ यो पानी चाहिँ पुरै उडाएर त्यही भएर कस्तो फोहोर पानी चाहिँ मुखमा आयो जस्तो त्यही भएको। फर्केर जाउँ होला आज।
अलिकति हावाले गर्दाखेरि यो मुखभरि फोहोर पानी आएर अलिकति राम्रो फिल लागेन मलाई। अलिकति जानु पऱ्यो यो परबाट हेर्दाखेरि पनि राम्रो छ। पानी चाहिँ साह्रै भयो के हो ढल निस्केको कि के भएको रहेछ त्यसलाई चाहिँ अलिकति म्यानेज गर्नुपर्ने भएको रहेछ है। ल टु फल्सको चाहिँ गभर्मेन्टले चाहिँ हामी चाहिँ पहिला पनि आएको थियौँ। उता चाहिँ ट्याक्कै मुखैमा उड्ने रहेछ क्या। अनि फेरि त्यहाँ अलिक यहाँबाट त छैन होइन, त्यहाँ अलिक क्लोजबाट गएपछि चाहिँ अलिक स्मेल पनि आउँदो रहेछ। अनि थाहा हुन्छ। तर त्यहाँसम्म जानलाई बार कार चाहिँ केही पनि लगाएको छैन, त्यही भएर त्यहाँ गएर फोटो खिच्ने यताउति गर्नु पनि मिल्छ। तर खै फोहोर पानीमा चाहिँ के फोटो खिच्नु जस्तो पो लाग्यो मलाई चाहिँ। तर पनि पार्क चाहिँ राम्रो छ वाक गर्नलाई बिहान बिहान सबजनालाई। उता साइडबाट पनि छ इन्ट्रान्स, अनि उताबाट पनि रहेछ, अनि यताबाट पनि रहेछ। यता चाहिँ अब ब्रिज पनि छ। अनि यहाँ चाहिँ साइन्समा चाहिँ स्लिपरी रक, स्नो स्विमिङ, टर्बुलेन्ट वाटर, सुपरभिजन फर चिल्ड्रेन होइन। पानी चाहिँ यहाँबाट चाहिँ हेर्नु मिल्छ। ओहो फोहोर पानी भएपछि चाहिँ कस्तो त्यो हेऱ्यो भने एकदमै फिज एकदम फोहोर फिज उडिरहेको। यो चाहिँ एकदम दुःख लाग्यो है मलाई चाहिँ यस्तो हेर्दाखेरि चाहिँ। यताबाट पानी बगिरहेछ। भर्खरै फल्स पार्क सकेर अब फेरि अर्को जाने गाडीतिर आउँदैछौँ। हावा लाग्यो त्यही भएर। अनि यो हो मेरो टेस्ला। हेलो अब चाहिँ हामी जापानिज गार्डन्स टेरेन्स पार्कमा। यहाँ छ मेरी बुढी। हावा लागिरहेको छ एकदम हावा लागेको भएर चाहिँ अलिकति रमाइलो अलिकति कम गरिदिरहेको छ हावाले। रमाइलो त भइरहेछ इन्जोय गर्नलाई अलिकति बाजा पुऱ्याउन खोजिरहेको छ हावाले हामीलाई। तर पनि हामी छोड्दैनौँ। यहाँको चाहिँ इन्ट्रान्स यता रहेछ। अघि त्यहाँ पर बाथरुम देखेको थिएँ मैले। अनि इन्ट्रान्समा चाहिँ यहाँ देख्नुहुन्छ यहाँ लोगो पनि छ लेखेको, साइन पनि जापानिज गार्डन्स एट टेरेन्स पार्क भनेर। यहाँको चाहिँ हल्का जापान जस्तै बनाउनु खोजेको छ अरे भन्ने सुनेर चाहिँ हेर्न आएको। हामी काम चलिरहेको छ धमाधम। एक्चुअलमा यहाँ हाम्रो जापानको भिडियोहरूमा देख्नुभयो नि यस्तो यस्तोहरू चाहिँ थियो है जापानमा पनि होइन। यो चाहिँ पहिला जापानको पुरानो हिस्ट्रीमा हेर्नुभयो भने चाहिँ राजाहरू चाहिँ त्यस्तोमा बसेको घरै यस्तै खालके हुन्थ्यो। अनि यहाँ चाहिँ अब खै कति हो पार्क चाहिँ ठुलै छ जस्तो छ। त्यही फल्स रिभरै यहाँ बगेर आएको क्या हो जस्तो छ। फल्स रिभरै बगेर आएर अनि यहाँ सानो फेरि नयाँ पार्क बनाएको जस्तो छ। त्यो फल्स रिभरबाट यहाँ आइपुग्नलाई जम्मा 5 मिनट जस्तो लाग्यो। धेरै टाइम लागेन, त्यही भएर हामीलाई लाग्छ त्यस्तै हो। अनि यो हाम्रो जापानको उसमा पनि हामी यसरी नै यस्तै एकदम ग्रिन उयो होइन रुखहरू यस्तै थियो है। त्यस्तैमा आएको थियौँ हामी, त्यसैमा घुमेको थियौँ। अनि अर्को कुरा चाहिँ मैले धेरै जसो ठाउँमा चाहिँ
जहिले पनि यो ग्रास मो गर्नेहरू चाहिँ केटाहरू मात्रै देखाएको थिएँ यहाँ चाहिँ उता पनि केटी मान्छेले यता पनि है हुन त छोरी मान्छेहरू चाहिँ कम छन् त भन्दा खोजे होइन तैपनि त्यस्तो चाहिँ गरेको अलि देखाएको छैन क्या यस्तो हार्डवर्क गर्न सक्दैन छोरी मान्छेहरूले यताउता भन्छन् होइन तर त्यस्तो होइन रहेछ अझै जापानिज गार्डन्स हार्बर यो चाहिँ कसको नाममा यो बनाएको यस्तो पनि रहेछ क्या हो है वाकवे बनाएको जस्तो लाग्यो जापानिज पार्क भन्दा पनि योभन्दा अगाडि अझै केही आउँछ कि हेरौँ होइन मतलब चाहिँ यो वाकवे चाहिँ अलिकति त्यस्तो रहेछ योहरू कस्तो लागिरहेको त बुढी यो चाहिँ कस्तो लाग्यो एकदम सफा एकदम राम्रो सुनसान मान्छे पनि कोही आएको छैन जस्तो हाट मात्रै फर्स्ट छ जस्तो छ यहाँ अलिअलि मान्छे छन् थरहरू बिहान त उयो छ यताको भेजिटेसन्सहरू हेऱ्यो भने है जस्तै अलिहरू सक्नु भाइ छ त्यो के अरे उता आकृति समथिङ सानो प्रोग्राम गर्नमै मिल्ने रहेछ है एउटा जस्तो लाग्यो किनभने ऊ यहाँ देख्यो भने चाहिँ यहाँ बस्ने ठाउँ छ कि अनिखेर यहाँ सानो केही पार्टी म्यारिज सेरेमनी होइन रमाइलो रहेछ यहाँ गर्नको लागि है त सानो वेडिङ गऱ्यो भने पनि राम्रो देखिएला जस्तो छ यता त ब्राइड चाहिँ माथिबाट है त्यस्तै कन्सेप्टको लागि बनाएको हो जस्तो छ माथि चाहिँ ब्राइड र ग्रुम माथिबाट झर्दै झर्दै आउने अनि यहाँ चाहिँ गेस्टहरू राख्ने अनि यहाँ फुलहरूले डेकोर गर्ने क्युट पार्क बना मजाले उता डग्सहरू आराम गरेर बसिआएको रहेछ नि अझै हिँड्ने क्रम जारी छ हाम्रो चाहिँ वाटरफल कहाँ ए है फ्रिजरै छ त है हामी चाहिँ आइपुगेका छौँ डेरी फार्ममा यो चाहिँ हाम्रो यो पुरै एरियाहरूमा फिड गर्ने अरू ठाउँमा पनि गर्छ फिड गर्ने डेरी फार्म चाहिँ यही हो अनि यो चाहिँ यसको प्लान्ट फल्समा रहेछ अनि यहाँ चाहिँ हेर्नुहोस् ल यत्रो ठुलो गाईको चाहिँ स्ट्याचु बनाएको रहेछ यत्रो ठुलो गाई ल मेरो बुढीको अगाडि त खुट्टामा मात्रै हुँदो रहेछ अनि यहाँ चाहिँ हल्का अब भित्र त जानलाई त हामीले भिजिटरको पर्मिसन लिएको छैनौँ त्यही भएर अब यतैबाट फोटो खिचेर चाहिँ हामीहरू निस्किन्छौँ है त गाइस हामी चाहिँ अब सु फल्स घुमिसकेर घर फर्किने हाइवेमा छौँ भर्खरै रोकेर गाडी चार्ज गऱ्यौँ अनि 91% चार्ज गरेर अनि फेरि हिजो जहाँ चार्ज गरेको त्यही ठाउँमा फेरि रिचार्ज गरेर रोकिनु पर्ने रहेछ सु फल्स घुमेर रमाइलो भयो यतातिर अझै नयाँ कन्स्ट्रक्सनहरू गर्नको लागि बाटोहरू खन्ने बालुवाहरू नेपाली पसलमा पनि छिरेको थियौँ हिँड्न चाहिँ तर अलिकति पङ्क्चुअल पनि रहन्छन् 10 बजी खोल्ने भने 11 बजी खोलिदिने त्यसपछि यस्तो सामान पनि त्यस्तो धेरै अप्सन्स रहेनछ भेराइटी जब कि डेनमार्कतिर गयो नेपाली स्टोरमा भने अझै धेरै अप्सन्सहरू कति पाइन्छ नि होइन मिक्स पनि हुन्छ अझै नेपाली र अनि इन्डियन सामानहरू पनि मिक्स गरे हुन्छ उनीहरूको चाहिँ
बढी हुने सटक्क छिरेर यसो दालमोट सालमोट लिएर हिँड्यौँ हामीले